Okay, guys, let's go. It's me, Pradeep Dami. म चाहिँ ट्रेडिङ स्टार्ट गर्ने अब लगभग सुरु गर्नेछु। मेरो प्लान चाहिँ 10,000 बाट हुन्छ। यहाँ हेर्नुहोस्, सुरु चाहिँ लेभल 1 छ। सुरुमा 10,000 बाट सुरु गर्ने। पहिलो लक्ष्य पैसा डबल गर्ने होइन, एकाउन्ट बचाउन सिक्ने हो। स्टार्टिङ ब्यालेन्स 10,000। एउटा ट्रेडमा म्याक्सिमम रिस्क 1%, इक्वल्स टु 100 रुपियाँ। तर यो चाहिँ पोसिबल हुँदैन, 2-300 हुन्छ यस्तै। 0.01 लटमा पनि दिनमा म्याक्सिमम 2-3 ट्रेड यो चाहिँ म फलो गर्नेछु। लगातार 2वटा लस भयो भने त्यस दिन चाहिँ ल्यापटप बन्द गर्ने। प्रत्येक ट्रेडमा स्टप लस अनिवार्य, एसएल चाहिँ अनिवार्य राख्नेछु। सुरुमा एक्स युएसटी गोल्डको मुभमेन्ट सेपरेट र क्यान्डल बिहेभियर बुझ्ने, त्यो पछि मात्र इन्ट्री गर्ने हो। लेभल 2 भनेको मेरो कन्सिस्टेन्सी छ। यो चाहिँ माथिको लेभल 1 मैले सिकिसकेपछि लेभल 2 कन्सिस्टेन्सी मैले गर्नै पर्छ। कम्तीमा 30-40 डेमो ट्रेडको रेकर्ड राख भन्छ हैन। यो चाहिँ म जर्नल राख्नेछु। नवीन सरले भन्नुभएको थियो मलाई 100 ट्रेड भन्नुभएको थियो। त्यो पनि म कन्टिन्यू छु। अहिले चाहिँ मेरो 4-5 ट्रेड मात्र भएको छ। हरेक ट्रेडमा इन्ट्री किन लिएको कारण हुनु पर्यो, एचएल कहाँ राख्ने यो पनि हुनु पर्यो, टिपी कहाँ राख्ने। यो भनेको एचएल टिपी भनेको रिस्क रिवार्ड भन्छ नि त। रिस्क रिवार्ड रेसियो हो, त्यो चाहिँ कहाँ राख्ने। रिजल्ट विन लस के भयो भनेर राख्ने। किन लस भयो अनि किन टिपी भयो, स्ट्राटेजी के थियो भनेर पनि राख्ने। इमोसन कस्तो थियो, त्यो ट्रेड चाहिँ एसएल हुँदाखेरि होस् या टिपी हुँदाखेरि इमोसन चाहिँ कस्तो थियो भनेर त्यो पनि लेख्नुपर्छ। यो चाहिँ जर्नलको लागि हो। हरेक ट्रेडमा भनेको यो चाहिँ जर्नलमा राख्नै पर्ने हुन्छ। उदाहरण भने छ ट्रेड 1 देखि ट्रेड 4 सम्म छ। पहिलो लस, त्यसपछि विन लस, यो चाहिँ बराबरको छ हैन। विन रेट मात्र होइन, डिसिप्लिन र रिस्क रिवार्ड पनि हेर्नु भन्दैछ। यो चाहिँ हो। अनि लेभल 3 चाहिँ अलि माथिको लेभल हो। ब्यालेन्स बढेपछि हो यसमा। लामो समयसम्म नियम पालना गर्न सकेपछि मात्रै हाइपोथेटिकली ब्यालेन्स बढाऊ भन्छ। लामो समयसम्म नियमित पालना गर्न सके, जो माथिको रुल्स र रेगुलेसनहरू चाहिँ फलो गर्न सकेपछि मात्र ब्यालेन्स बढाऊ भन्छ ट्रेडको लागि। अनि 10K बाट चाहिँ 15 देखि 20, 20 देखि 30, 30 देखि 50, 50 देखि 60 यसरी चाहिँ यो टार्गेट चाहिँ यसरी बढाऊ हुन्छ। तर ब्यालेन्स बढ्यो भन्दैमा रिस्कको पर्सेन्टेज बढाउने होइन, उदाहरणका लागि 1% रुल राख्दा हुन्छ। यो चाहिँ सबैले फलो गर्नुपर्छ, म पनि फलो गर्नेछु। यदि मेरो क्यापिटल बढ्यो भन्दैमा मैले रिस्क पर्सेन्टेज बढाउने 2%, 5% राख्दिनँ होइन। त्यसले गर्दाखेरि मेरो चाहिँ यदि लस भयो भने चाहिँ मेरो एकाउन्ट चाहिँ धेरै छिटो सकिन सक्छ। जस्तै 10K को एकाउन्टमा 1% भनेको 100 रुपियाँ, 20,000 मा 200, 50,000 मा 500, 1 लाखको एकाउन्ट छ भनेपछि 10,000 रिस्क हुन्छ। यसमा क्यापिटल अनुसार ठिकै हुन्छ। यसरी एकाउन्ट बढेपछि मात्र रिस्क एमाउन्ट नेचुरली बढ्छ कि। एकाउन्टको क्यापिटल साइज बढेपछि रिस्क एमाउन्ट अटोमेटिकल्ली बढ्छ 1% मा पनि। गोल्डमा विशेष ध्यान दिनुपर्ने, गोल्ड धेरै छिटो मुभ गर्न सक्छ, त्यसैले 10K छ आज 2K बनाउँछु भन्ने सोच खतरनाक हुन्छ। 10K छ मेरो क्यापिटल, 2K बनाएर 12K बनाउँछु भन्ने चाहिँ खतरनाक हुन्छ रे। डेमोमा पनि लिभरेज धेरै प्रयोग गरेर ठुलो पोजिसन लिनु राम्रो अध्ययन होइन। यो चाहिँ सही कुरा हो। धेरै ठुलो पोजिसन लिनु, मैले 0.01 लट नै लिनेछु। त्यसमा चाहिँ म 1:2, 1:3 नै रिस्क रिवार्ड राखेर ट्रेड गर्नेछु। ओके।